भोलि बिहानको गाडीमा बहिनी घुम्न आउने रे केही दिनको लागि। त्यहाँ तपाईँको सालीलाई फेरि जिस्काउने होइन नि? तेरो चाहिँ को आउँदैछ नि? मान्छे आउँदैछ दाइ। ल ल नजरेको छिनछिनमै रिसाउने छिनछिनमै पिरती लाउने
दिनभरि मान्छे कहाँ गयो भनेको त यता पो रहेछ। तपाईँको साली आउँदैन अरे। गाउँमा उहाँ राजु लामा र आशिष महरको कार्यक्रम हुँदैछ अरे, उतै बस्ने रे। साली कुर्नु पर्दैन, आउनुहुन्न। घर छिटो आउनु। अब म पनि एउटा गीत गाउनु पर्ला जस्तो भाइ। दाइ म पनि गायक बन्छु अब। ल अब दाजुभाइसँगै गाउनुपर्छ। पक्का दाइ? ल अहिले चाहिँ घर हिँड। अत्ला